हाम्रो गाइस फुल एडभेन्चर भएको चाहिँ फुल एडभेन्चर 0 पोइन्ट सम्म त केही बेला बाटो साटो राम्रो थियो कि यहाँदेखि नै च्यापेर जाउँदैछ अरे के छ र हाम्रो क्या चिप्लिदिने म त तिमी र म चाहिँ बिस्तारै जाउँ भाइ हामीलाई हतारै छैन है खुट्टा नभेट्ने मान्छेहरू चाहिँ बाइक चाहिँ अब बिस्तारै कुदाउँछ नि आश नगर्दा पनि हुन्छ नि हामी जस्तोले त त्यो पनि यस्तो उबड खाबडमा हेत्तेरिका जानुपर्ने हो यहाँदेखि उकालो यस्तो रहेछ बाटो चाहिँ हो टेन्सन छ साह्रो पर्छ होला पछाडि ए भाइले सुनेन ए भाइ बाइक त उन्दो पो काट्दैछ त के भनेको उन्दो जाने भन्दैछ त अलिकति बाटो खराब रहेछ गुरुदोङमार जाने हो किप डिस्टेन्समा हिँड्नुपर्छ खुट्टा भी छोटो हिजो लाचेन आएको बाटोको चाहिँ रिकर्ड गर्नु पाएन बाटो भिडियोहरू किन भन्दाखेरि चाहिँ वी आर गेटिङ लेट एज वेल एज पानी पनि परिरहेको थियो है जो मान्छे चाहिँ 4:30 भनेर 3:30 मा उठाउने यो मान्छे अन्त सुत्ने चाहिँ रेडी भइसक्यो ल रेडी भइसक्यो डिस्टर्बिङ म्यान हो मेरो फोन चार्ज भयो 81 मात्रै हुँदो रहेछ त कसको वाइफाईमा चाहिँ कनेक्ट भइरहेको छु म ल ल ल ल उठ उठ रन्जित उठ ल गुरुदोङमार जाने होइन छिटो उठ हिँड हिँड म पनि सुत्छु नि तर भाइला के उठे त म उठा उठा ल तिमी र म त आज पार्टनर पनि हामी त होइन हिजो लडिहाल्यो हामी दुईजना ल गाइस हामी चाहिँ अहिले फिलहालको लागि लाचेनमा छौँ हिजो बेलुका आएको हो अनि यहाँ एउटा होमस्टेमा सुतिरहेको छौँ अब यहाँदेखि चाहिँ बिहानै गुरुदोङमार जानुपर्छ अरे भनेर चाहिँ 7 बजी चाहिँ माथि कहाँ पुग्नुपर्छ अरे भाइ कुनै कुन चाहिँ जग्गा अरे त्यहाँ जानुपर्ने अरे हो गलेर जानु मन छैन हामीलाई केटाहरू बिच के छ फेरि हो उठ ल गाइस अब रेडी भएर भेटौँ र त गाइस अब हाम्रो यहाँदेखि गुरुदोङमार लेकको तर्फ जर्नी स्टार्ट हुन्छ हो हाम्रो बाइकहरू रेडी हुनु चाहिँ हाम्रो केटाहरू पनि रेडी भइसके ल केटाहरू राम्रोसँग दुईजना त हिजो लडिहाल्यो मेरो त हिजो यहाँ अलिकति गाड बाङ्गिहाल्यो हो के छैन हो त गाइस अब चाहिँ हाम्रो होमस्टेबाट हामी निस्केको हो दुई भाइ यहाँदेखि चाहिँ अब हामी गुरुदोङमार लेक जाँदैछौँ यो चाहिँ लाचेनको भ्यू तपाईँहरूको बिहानै जाडोमा आज चाहिँ रेनकोट लगाइदिएको मैले है माथिबाट हिजो साह्रो हावा छिर्यो भनेर चाहिँ आज चाहिँ रेनकोट लगाइदिएको सायद यो अगाडिको गाडी पनि गुरुदोङमारै गएको जस्तो लाग्यो बिहान नै हिँड्यो नि त लडाउँछ होला है भाइ आज पनि लडिन्छ होला यहीँनिर लड्यो गाइस म हिजो उता उता जानुपर्छ है भाइ यहाँनिर लडेको यहाँ गाडी राखेको थिएँ कि हिजो चाहिँ लाचेन भ्यू जाउँ जाउँ एउटै लाइनमा जाउँ न अन्त ए इनोभा पासै नदिएर नि म बिचमा हिँडेँ ल हाम्रो केटाहरूलाई चाहिँ लाचुन र लाचुन चाहिँ
गान्तोकहरु जस्तो लाग्यो अरे नि त दामी छ नि त दामी पनि लोकेसन चाहिँ भ्यू पनि सेटिस छ विन्टरमा चाहिँ आयो भने त यहाँनिर हिउँै हिउँ हुन्छ अब अहिले चाहिँ छैन हिउँ भाइ तिम्रो खुट्टा अलिकति पछाडि राख न त्यसले त मलाई टेक्नु दिँदैन नि टुप्पोमा यो एक्सपोजको चाहिँ खुट्टा चाहिँ साह्रै अगाडि आउँछ नि त हिजो लाचेन आएको बाटोको चाहिँ रेकर्ड गर्नु पाएन बाटो भिडियोहरू किन भन्दाखेरि चाहिँ वी आर गेटिङ लेट एज वेल एज पानी पनि परिरहेको थियो है अनि आज चाहिँ मौसम दामी छ घाम लाग्ने सम्भावना छ टाउको सिधा नर्थ सिक्किम राइड पनि अब अलमोस्ट कम्प्लिट हुन आँट्यो है मेरो बाइकमा ओ लडाउँछ है मलाई नै अलिकति बाटो खराब रहेछ गुरुदोङमार जाने हो किप डिस्टेन्समा हिँड्नुपर्छ खुट्टा भी छोटो यो जग्गा चाहिँ अलिक डेन्जरस रहेछ है भाइ यस्तोमा चाहिँ अब 1 नम्बर लगायो झरे आरामले रोकेर हेरौँ है भाइ जाउँ अब चाहिँ जाउँ टुप्पोले मात्रै भेट्दैछ नि मेरो साथीहरूले यहाँनिर बाइक त नि एडभेन्चर बाइकको चाहिँ हाइट छोटाउनु पनि पिर्छ नि म पनि टुप्पोले मात्रै हो नि ए भाइ बाइक त उन्दो पो काट्दैछ त के भनेको उन्दो जाने भन्दैछ त जाने अब यो भिडियो चाहिँ अगर घरको बस्ने मार्छ ल मलाई आप्पल देखेँ नि त हौ यो त कहाँ गइछ बाइक लिएर भने नि त बाटै हो भाइ पानी पनि रहेछ कि स्केटिङ हुन्छ नि अलिकति तिमी र म चाहिँ बिस्तारै जाउँ भाइ हामीलाई हतार छैन है हाम्रो सँगै सँगै नहिँडौँ है भाइ लड्छ होला आज केटाहरू गाडी आयो उसलाई साह्रो पऱ्यो नि खुट्टा छोटो छ नि त उसको बल्लबाट भन्दा पनि यो पानीबाट हिँड्नुपर्छ होला हौ लड्दैन नि त पानीबाट चाहिँ त रोडै रोडा छ नि त यस्तोमा त चिप्लिन्छ नि फाइनली यो डिफिकल्ट रोड क्रस भयो
सायद यहाँ अझै पनि होला लेट्स चेक लेट्स डु एडभेन्चर त्यही त यो इनोभा साह्रै ढिलो कुद्यो इनोभाले त भाइ अघिदेखि गरेर लडाउनु खोज्दैछ आज लडाउँछ होला इनोभाले हामीलाई जाउँ भाइ अहिलेदेखि पासमा आयो भने इनोभालाई है दिँदैन पनि रहेछ बिस्तारै कुद्छ नि त बाइक त लडाउँछ नि त्यसरी ए ल खुट्टा नभेट्ने मान्छेहरू चाहिँ बाइक चाहिँ अब बिस्तारै कुदाउँछ नि आश नगर्दा पनि हुन्छ नि हामी जस्तोले त त्यो पनि यस्तो उबड खाबडमा हैट तेरिका ओ कहाँ आएको तिमीहरू त्यही त पासमा आएर यहाँ पाकेर हामी त लड्छ त है हामी त लड्छ त अन्त पासमा आएन अन्त यो यस्तो ब्रेक लाग्यो यस्तो टक्कै नम्बर प्लेट हिँडाइदियो मैले आफ्नै साथी आज भिडियो रेकर्ड हुन्छ होला केटाहरूको लडेको कि मेरै रेकर्ड हुन्छ कि है भाइ बुझ बाटो त के हो चेक पोस्ट हुँदै हो कि बाटो चाहिँ अब फिलहालको लागि यस्तै छ हटा 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 ए तिमी मुत्रा ल सक्दिन होला म ताना त हल्का पछाडि ए भाइले सुनेन ल ल के पुल अन्डर कन्स्ट्रक्सन ए पुल अन्डर कन्स्ट्रक्सन रहेछ नि यहाँ हात त्यो पातला छ नि त यो त अन्त राइडिङ ब्लक छ राइड आएको पो त हो कस्तो लाग्यो बाटो अल्छी लाग्यो ओ कस्तो लाग्यो कस्तो लाग्यो जानुपर्ने हो यहाँदेखि उकालो यस्तो रहेछ बाटो चाहिँ हो टेन्सन छ साह्रो पर्छ होला अब चाहिँ अफ रोडिङ स्टार्ट हुन्छ हाम्रो बाटो यस्तो छ म अलिक अगाडि जान्छु ल ए म फर्स्टमा लाग्दिनु पऱ्यो केटाहरू आओस् कि नआओस् हुन्छ छिटो भन्नुहोस् ल अर्कै हुन्छ हुन्छ माथिको छिटो भइहाल्छ म फर्स्टमा आउँछु ल केटा कि हिँड तिमीहरू फर्स्ट तिमी चाहिँ अगाडि आउनु अगाडि आउनु अगाडि भनेको ल ल ल म लास्टमा हिँड्छु म 100% स्योर छु नि त म अड्किँदिनँ भनेर भन्नु लास्टमा चाहिँ अड्किदिनँ है अनुहार देखाएर राख लास्ट टाइम भाइ भाइ ल धकधक गयो हेर अन्डा
ल गाइस अब चाहिँ यहाँदेखि नै च्यापेर जाँदैछ अरे के छ र आम्बो क्या चिप्लिदिने म त लुकिङ ग्लास बाङ्गिदियो मेरो त गाइस रिक्स चाहिँ हरामी लगाइदिएको मैले आम्बो एक्सपल्स Come on, Xbox! आम्बो गाइस मुटु हातमा हालिदिने हो मेरो त धन्न आम्बो चिप्ल्यो म चिप्ल्यो नि झन्डा लाउने कस्तो खालको साथी है रिकर्ड गरेर छ क्या साथी चिप्लिदिने बाइक त आम्बो ल भाइ छ जाउँ ल ल ल ल भिडियो आउँछ हिँड न सो गाइस मुटा ब्ल्याड किडनी फ्ल्याट भइसक्यो वाटर फर्स्ट टाइम बाइक चाहिँ एक्सपोज छ क्या मागिदिएको आम्बो देखेँ भाइ एक्सपोज मागियो ल सोच आउने बित्तिकै दुश्मन साथी हाम्रो गाइस फुल एडभेन्चर भएको चाहिँ फुल एडभेन्चर 0 पोइन्टसम्म त केही थिएन बाटो साटो राम्रो थियो कि यहाँ आएर चाहिँ यहाँ चाहिँ अलिकति अब फ्लड गएको बाटो भएर मलाई हो बाटो चाहिँ यस्तै छ अब कहाँ भिरै हिँड्नु पर्दैछ त अन्त बाटो चाहिँ यस्तै छ हो धन्न हामी सबैकोमा एडिबी बाइकहरू छ हो नभए चाहिँ बिजोग हुन्थ्यो नि हो गाडीहरू चाहिँ आउँदैछ पछाडि फाइनली अब चाहिँ अफरोडिङ सक्यो जस्तो छ है गाइस हाम्रो पनि अब चाहिँ हर्न प्लिज हर्न चाहिँ दिनुपर्ने रहेछ गाइस हिजो चाहिँ अब टाटा चाहिँ अगाडि आइदिएको क्या साइकल लाग्दो ल जाउँ ल अब चाहिँ गुरुदोङमा लेकमा पुगेर भेटौँ